हेलो नमस्ते साथीहरु, तपाईहरुको माझमा आइसकेको छ सागर नेपाली अनि हामी चाहिँ अहिले चटपटी खाने प्लानमा छौं। हाम्रो साथमा हुनुहुन्छ सुरज भाइ अनि हाम्रो मम्मी चाहिँ उता होइसिन्छ हैन। म चाहिँ यता छु। अब हामीले चाहिँ चटपटी खाने प्लान गरिरहेको छौं। अब मम्मीको हातबाट पैसा आउँदै छ। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना। चटपटी खाने अनि धेरै दिन भइसक्यो म आएको। अलि 9 10 11 दिन नै भयो होला। म चाहिँ 20 दिनको छुट्टीमा आएको हैन। अब चाहिँ म 12 गतेतिर चाहिँ जान्छु होला। अनि अहिले चाहिँ म आएको दिनदेखिबाट कोही गाउँमा कोही केटाहरू छैन हैन। सुत्दा बस्दा हैरान भएँ। अनि अब चटपटे खाएर अनि बाहिर म चाहिँ कहाँ जाने रे भाइ? अर्जुनकोटा जाने हो। यसो घुमघाम गरेर आउनुपर्छ हैन। अब हामी चटपटे खान्छौँ अनि घुम्न जान्छौँ। तपाईहरुलाई म उतै गएर देखाउने छु सब। अहिलेलाई चाहिँ सो गाइज हामीले चाहिँ चाउचाउ भुजा अनि कुरमुरे अनि हाजमोला सब सामान जुटिसकेको छ। अब चाहिँ प्याज खुर्सानी सब काटेर रेडी गर्न बाँकी छ। अनि हामीले चाहिँ अब यही प्रातमा हालेर मोल्नुपर्छ। अब चाहिँ म काम सुरु गर्छु। सबै हेर्दै जानु होला साथीहरु। अब चाहिँ हामीले चाउचाउ भुजाहरू फोर्ने अनि प्याज काटेर खुर्सानी मोलेर चाहिँ खानुपर्छ। भाइ यो भिडियो पन्सम्म हैन, यहाँ सुरु गर्न लाग्यो। तपाईसँग देखाउन के गरा अन्त त्यस्तै नगर नि भाइ। थै मैले बनाइदिन्छु नि। त्यस्तो सामानले राम्ररी त्यो तल देख्छन् यस्तो गरेर पुरै मान्छे देखायो त्यहाँदेखि न यस्तै गर नि त यार। सबै अब म चाहिँ यहाँ चाउचाउ हाल्दैछु। एउटा मात्र खुर्सानी छैन त्यो एक रहेछ। यो चाहिँ यता राखौँ। अनि यो चाहिँ अब भुजा मम्मी त्यो अर्को पनि कहाँ छ? यो चाहिँ अस्ति ल्याएको। यो चाहिँ हिजो खाने बेलामा अब हालेन, आज चाहिँ हाल्न पर्यो भनेर। मेरो साथ सो गाइज हाम्रो चाहिँ चटपटे रेडी भइसकेको छ हैन। अब चाहिँ खाना बाँकी हो। अब मम्मीले प्लेट ल्याउनुहुन्छ अनि प्लेटमा हालेर खाने। हाम्रोमा चाहिँ मैले बनाएको चटपटे हैन। अब प्लेटमा खानुपर्छ टक्क लाएर। चटपटे चाहिँ रेडी भइसकेको छ। हामीले चाहिँ अब चटपटे बनाएर भ्याइसक्यौँ। अब खान लाग्यो। हामी चाहिँ अर्जुनकोटा जाने भनेको हैन। मम्मी र अनि घाँस काट्न जाने अरे। आजलाई चाहिँ नजा, भोलितिर जा भन्नुभयो। अनि त्यही भएर हामी चाहिँ बाहिर म यहीँ बसिरहेँ। अहिले चाहिँ नजाने, अब भोलितिर हेरौँ कस्तो हुन्छ। अब भोलितिर आउनु हैन। तपाईँहरूलाई म भोलितिरै गए पनि जस्तो देखाउँला। नत्र भने गएन भने त अब त्यस्तै हो हैन। अहिले चाहिँ म चटपटे खाँदैछु। मेरो भिडियो चाहिँ कस्तो लाग्छ लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु मैले चाहिँ। अनि यति भन्दै आजको भिडियो चाहिँ यहीँ बन्द गर्न चाहन्छु। भिडियोबाट बिदा लिन चाहन्छु। हस्त नमस्ते।